नमस्ते साथीहरू, नेपाली हरर कथामा तपाईहरुलाई स्वागत छ। भक्तपुर कन्यावार बस्तीका ती काठका घरहरूसँग जहाँ वर्षौंदेखि बन्द रहेका कोठाहरू, चरचर गर्ने भर्याङहरू र मध्यरातमा होस् वा दिउँसै सुनिने अनौठा आवाजका बारेमा अनेकौं घटनाहरू सुनिँदै आएका छौं। कतिपयले यिनलाई केवल संयोग भन्छन्, कतिपयले पुरानो घरको आवाज। तर जसले आफ्नै आँखाले देखेको र सुनेका हुन्छन् उनीहरूलाई मात्र थाहा हुन्छ असलमा डर केलाई भनिन्छ भनेर। आज म तपाईलाई सुनाउन लागेको कथा पनि यस्तै नेवारहरूको पुरानो घरसँग जोडिएको छ र यो कथामा कतिको सत्य छ वा छैन तपाईहरूले आफै सुनेर निर्णय लिनुहोस्। तर एउटा कुरा निश्चित छ, यदि तपाईँ एक्लै यो कथा सुनिरहनु भएको छ भने कोठाको थोका र च्याल एकपटक जाँच्न नबिर्सनुहोस्। र अब बत्ती अलिकति मधुरो बनाउनुहोस्, हेडफोन लगाउनु र तयार हुनुहोस्, किनकि आजको कथा सुरु हुन्छ एउटा यस्तो घरबाट जहाँ वर्षौंदेखि एउटा रहस्यमय लुकिएको थियो। मेरो नाम सूर्यमान शिल्पकार हो र म भक्तपुरमा बस्छु। यो कुरा आजभन्दा 48 वर्ष अघिको थियो। त्यति बेला म यस्तै 9-10 वर्षको मात्रै थिएँ। जेठ महिनाको बेला थियो। गहुँ काट्नका लागि घरका अरू सबैजना खेत गएका थिए। मेरो दाइ चाहिँ कारखानामा काम अर्जेन्ट भएको कारणले खेत नजाने भएपछि भाउजूले उहाँलाई, अब तपाईँ खेत आउनुहुन्न भने छोरीलाई लिएर खेतमा काम गर्नु गाह्रो हुन्छ, तपाईँ छोरीलाई हेर्नु भनेर दाइसँग छोडेर उहाँ पनि खेत जानुभयो। दाइले भने मलाई, तिमी मलाई साथी बस, तिमी नानुलाई हेर्दै गर, म काम गर्दै गर्छु भनेर नानुलाई मेरो जिम्मामा दिनुभयो र म पनि त्यतिखेर खेत गएन। खाना खाएर हामी कारखानामा गयौं। दिउँसो करिब 2-3 बजे खाजा खाने समयमा हामी खाजा खान भनी घर गयौं। घरको चाबी चाहिँ दाइलाई दिएर राखेको थियो। त्यतिखेर घरको माथिको तल्लामा सबै खुल्ला नै थियो। पार्टेसन नगरेको कारणले माथि सबैसँगै बसेर खाना खाने गर्थ्यौं। खाजासाजा लिएर हामी तलको कोठामा गएर खाँदै बस्यौं। ठुलो बाबाले त्यति बेला एउटा बोका पाल्नु भएको थियो। बोकालाई त्यही माथिको तल्लामा बाँधेर राख्ने गर्नुहुन्थ्यो। हामी भने तल कोठामा कुरा गर्दै खाजा खाँदै गरेको बेला माथि बोका अचानक कराउन थाल्यो। दाइ, माथि त मान्छे हिँडेको जस्तो आवाज आइरहेको छ त, चोर पस्यो कि? होइन होला, को आउँछ र माथि? हामी अघिदेखि यतै बसेर खाजा खाँदैछौँ, बोका होला। हुन सक्छ भनेर हामी फेरि खाजा खाँदै गर्दा मान्छेको भारी कदमको आवाज पो आउन थाल्यो। दाइ, माथि त चोर पसेको जस्तो छ, हेर्न जानु पर्छ एकचोटि। होइन होला, तिमीले पनि सुन्यौ र? दाइ, मैले त राम्ररी सुनेको, त्यही भएर तपाईलाई भनेको। के तपाईले सुन्नु भएन र दाइ? मैले पनि सुने जस्तो त लाग्छ, तर चोर कसरी हुन सक्छ? हामी अघिदेखि बसेर खाजा खाँदैछौँ, चोर पक्कै पसेको भए त देख्नुपर्ने हामीले। ल एकछिन पर्ख, अब फेरि आवाज आउँछ कि नाइ हेरौँ। फेरि पनि आवाज आयो भने माथि नै गएर हेर्न जान्छु। यति भनेर हामी एकछिन यत्तिकै बस्यौं। एकैछिन पछि त फेरि मान्छे हिँडेको जसरी नै आवाज आउन थाल्यो। बोका झन्झन बेस गरी उफ्रिँदै पो कराउन थाल्यो। होइन, माथि केही न केही पक्कै छ, नत्र त्यो बोका आजसम्म यसरी कराएकै थिएन। यति भनेर दाइले नानी मलाई दिएर बिस्तारै माथि हेर्न जानुभयो। माथि हेर्दा त कोही थिएन, तर बोकाले भने दाइलाई हेरिरहनु भयो र संकेत गरे चाहिँ लाग्यो कि त्यहाँ कोही छ। दाइ तल झरेपछि
माथि त कोही छैन। म माथि जाँदा बोका पनि चुपचाप बस्यो, हलचल नगरी। त्यो चोर परालको थुप्रोभित्र त लुकेको छैन कि तपाईँले हेर्नु भएन र दाइ? ला, मैले त त्यहाँ हेर्नै बिर्सेँ। जानु त हेरेर आउनु त त्यहाँ भनेर दाइलाई मैले भने। तिमी पनि आउन भाइ, दाइले भन्नुभयो। सायद दाइ डराउनु भयो होला। म भर्याङको बिचसम्म गएर उभिएर बसेँ र त्यहाँबाट दाइलाई हेरेर बसेँ। दाइ परालको थुप्रो भएको ठाउँमा गएर पराल सार्दै हेर्नुभयो, तर त्यहाँ कोही थिएन। खोइ त, यहाँ कोही छैन, बिरालो होला। मान्छे हिँडेको जस्तो आवाज छ, कहाँ बिरालो त्यसरी हिँड्छ र? घर थर्किने गरी। ल हिँड भनेर दाइ र म फेरि खाजा खान तल गयौँ। एकछिनपछि त फेरि त्यस्तै आवाज आउन पो थाल्यो। घरि हिँड्छ, घरि दौडिन्छ, तर यसपालि भर्याङको छेउबाट आवाज आयो। र यो पालि बोका पहिलाको भन्दा झन् बेस्सरी कराउन र उफ्रिन थाल्यो। माथि हेर्न जाँदा बोका हामीलाई देखेर चुपचाप बस्छ र हामी तल आउँदा त्यस्तै हिँडेको आवाज आउन थालेपछि बोका फेरि कराउन थाल्यो। यहाँ केही न केही छ। माथि गएर हेर्न जाँदा कोही भेटिँदैन, तर तल आउँदा फेरि त्यस्तै आवाज आउँछ। कतै तर्साएको त होइन भनेर दाइले मलाई हेरेर भन्दा त दाइ र म निकै डराउन थालिसके। एकछिन हामी केही नबोली बिस्तारै खाजा खाएर बस्दै गर्दा आउन लाग्यो। त्यो जे थियो आवाज आउन लाग्यो। उसले भर्याङमा पाइला राख्न मात्रै बाँकी थियो। काठको भर्याङको पहिलो खुड्किलामा उसले पाइला राखिसकेको थियो र अब दोस्रो खुड्किलामा उसले पाइला टेक्न मात्रै बाँकी थियो। र यसपालि पाइलाको आवाज मात्र होइन, कोही पीडामा रोएको चाहिँ पो आवाज आउन थाल्यो। यसपालि बोका झन् बेस गरी कराउन र यताउता गर्न थाल्यो। त्यो सुनेपछि हामी नानीलाई जुरुक्क बोकेर भित्ता समाउँदै दाइ अघि म पछि तल झरेर बाहिर आएँ। माथि भने बोका बेस गरी कराउँदै उफ्रिँदै कराउँदै थियो। हामीलाई डर थियो भने त सिर्फ त्यो चिजले हामीलाई देख्छ कि भन्ने मात्रै थियो। घर छेउमै बस्ने हजुरआमा पनि त्यति बेला धान सुकाउँदै हुनुहुन्थ्यो। उहाँले हामी यसरी डर र आत्तिँदै आएको देखेर के भयो, किन यसरी आत्तिँदै आएको तिमीहरू भनेर सोध्नुभयो। हामीले उहाँलाई सबै कुरा विस्तारमा सुनाए र उहाँले भन्नुभयो कि 2 दिनपछि तिमीहरूको ठुलो मम्मीको 13औं दिनको पूजा छ। त्यो नसकेसम्म उसको आत्माले घर छोडेर जाँदैन। त्यही भएर होला त्यस्तो आवाज आएको। यस्तो घटनाहरू धेरै छन् त्यो घरको। राति मात्र होइन, दिउँसै तर्साउँछ त्यो घरमा। गाउँघरमा एउटा पुरानो भनाइ छ, केही घरहरू इतिहास बोक्छन्, तर यो घरले इतिहास मात्र होइन, धेरै रहस्य पनि लुकाएको छ। कतै हजुरहरू पनि घरमा एक्लै हुँदा यस्तो आवाज त आउँदैन? हजुरहरूलाई यो घटना कस्तो लाग्यो? मन परेमा लाइक र साथीहरूबीच सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। चाँडै आउनेछु अर्को सत्य र डरलाग्दो घटना लिएर। तबसम्मको लागि धन्यवाद।